Today I'm so happy, but I want to speak Chinese. Is okay? Because this is far away. You know, in Kathmandu is near to China. Here is a little bit far away. I want to all the students and the teacher to know pronouncing of the Chinese language. I like my friend Siva to translate me into the local language. That is okay? I will be the translating in Nepali. Now we beginning. 尊敬的尼泊尔前副总理、国防部部长，我们的老朋友伊舍波卡拉先生，尊敬的来自于中国驻米大使馆金参处参赞谢瑜先生，所有今天在场的来自于马德西政府、中国大使馆及地方政府的各位尊贵的官员，亲爱的社区员工，亲爱的社区成员，学生们以及在场的各位朋友们。माननीय पूर्व उपप्रधानमंत्री तथा रक्षा मंत्री श्री ईश्वर पोखरेल, माननीय चीन सरकार का नेपाल स्थित दूतावास का आर्थिक तथा वाणिज्य परामर्शदाता श्री CAU, मध्य प्रदेश सरकार चीन को स्वीकार गर्दै अगाडि बढ्नुपर्ने जरुरी छ। जसरी आज चाइना फाउन्डेसनको तर्फबाट सहयोग भएको छ, हामीलाई इन्डियाको तर्फबाट पनि हुने सहयोगलाई हामीले स्वागत गर्छौँ, चीनबाट हुने सहयोगलाई पनि हामीले स्वागत गर्छौँ। र आज चिनिया सहयोगले यो स्कुल बन्यो, तर स्कुलको लागि चाहिने भौतिक पूर्वाधारको अभावमा पुरा गर्ने योजनाका साथ उहाँहरू आउनुभयो। हामी उहाँहरूलाई स्वागत गर्छौँ, विशेष धन्यवाद भन्न चाहन्छौँ। र मैले के भन्न चाहन्छु भने यस किसिमको अब उहाँहरूले इन्डिया हो, दोस्रो ठुलो जनसङ्ख्या भएको देश चाइना हो, दुईटा ठुल्ठुला देशको बिचमा हामी छौँ। हामी लगभग 4.3 करोड जनसङ्ख्या भएको देश हो। इन्डियामा 1 अरब 45 करोडभन्दा ज्यादा जनसङ्ख्या छ। चीनमा 1 अरब 42 करोडभन्दा धेरै जनसङ्ख्या छ।